बुबाको नबोलेको माया किन गहिरो हुन्छ थाहा छ? बाल्यकालमा हामीले आमाको काख देख्छौं, तर बुबाको काँध धेरैले चुपचाप महसुस गर्छौं। बुबा धेरै बोल्दैनन्, म तिमीलाई धेरै माया गर्छु भन्ने शब्द सायद कमै सुन्छौं, तर बिहान सबेरै उठेर हाम्रो भविष्यका लागि दौडिने पाइला, त्यही त उनको प्रेम हो। हामी सुतिरहेको बेला उहाँ चिन्तामा जागिरहनु, हामी हाँस्दा चुपचाप टाढेबाट मुस्कुराउनु, त्यही त उनको स्नेह हो। हामी गल्ती गर्दा कहिलेकाहीँ कडा शब्द आउँछ, तर त्यो कठोरताभित्र भविष्यको डर लुकेको हुन्छ। बुबा आँसु देखाउँदैनन्, तर छोराछोरी दुखी हुँदा उहाँको मन सबैभन्दा धेरै टुट्छ। सायद बुबाको माया फूल जस्तो नरम देखिँदैन, तर पहाड जस्तो मजबुत हुन्छ। उहाँको प्रेम शब्दमा होइन, त्यागमा लेखिएको हुन्छ। र एक दिन जब हामी ठूलो हुन्छौं, बुझ्छौं सबैभन्दा धेरै माया गर्ने मान्छे सबैभन्दा कम बोलेका रहेछन्।